औँठाको छाप पनि डिजिटल बनाउँदो रहेछ। यो केस चाहिँ म शिक्षा मन्त्री हुँदाखेरि मन्त्रालयमा तराईको एकजना मान्छेले लिएर आयो। कुरा के रहेछ त भन्दाखेरि त्यो साधारण किसानलाई लाटो मान्छेलाई कसैले फटाहाले चाहिँ ल त यहाँ छाप लगा त हेरौँ त्यसको कस्तो हुने रहेछ भनेर छाप लगाउन लगाएछ हैन। अब त्यसले त्यो छाप चाहिँ इन्डिया लगेर त्यसको चाहिँ त्यो स्क्यान गरेर रबरको बनाएछ क्या औँठा छाप। रबरको औँठा छाप बनाएर अनि त्यो रबरको औँठा छाप ल्याएर त्यो किर्ते कागज बनाएर उसको जग्गासँग खाइदिएछ। त्यही कारण यस्तो यो पनि क्राइम नै हो नि। अब यस किसिमले डिजिटल कुराहरूमा जस्तो अहिले मैले भन्दै नभनेको कुराहरू मेरो चाहिँ दुरुस्तै चाहिँ के अरे फेसबुक आइडी बनाएर मैले भन्दै नभनेको कुराहरू त बनाइरहेछ त हालिरहेछ हैन। त्यस कारणले यस्तो कुराहरूमा पनि समय अनुसार त्यो चाहिँ बनाउनु पर्यो भन्ने कुरा हो। र पैसा चाहिँ यसको लागि चाहिँ आवश्यक जुन बजेटको कुराहरू छ त्यो कुराहरू पनि यहाँ हुनु पर्यो र सरकारले हाल्ने हो। त्यो कसैले देलाएर राखौँला भनेर चाहिँ त्यो दान चाहिँ पर्खेर बस्ने कुरा होइन, किनभने एकदमै सेन्सिटिभ कुरा हो। अस्ति मैले भने साइक्लोट्रोन एउटा सानो किसिमको साइक्लोट्रोन राख्नलाई पनि 1 अरब रुपियाँ नभए हुँदैन, 32 करोड रुपियाँ छुट्याएर अब के गर्ने त्यसले हैन। एउटा घर बनाउने भन्यो होला हैन, त्यसको स्पेशल रुम चाहिन्छ, घर बनाएर मात्र त भएन, त्यो त ल्याउनु पर्यो। अब त्यो पनि कस्तो हो भनेदेखि नहुने चिज हो। अहिले नेपालमा 5-6वटा 6-7वटा चाहिँ क्यान्सर अस्पतालहरू छन् क्यान्सरको ट्रिटमेन्ट गर्ने। त्यो एउटा औषधि छैन, किन क्यान्सरको अस्पतालहरू खोलिरहने? के अर्थ भयो त्यो क्यान्सरको अस्पतालहरू खोलेर? त्यो ट्रिटमेन्ट गर्नु, पहिचान गर्नु, त्यसको आइडेन्टिफाई गर्नको लागि त्यो चाहिँ औषधि चाहिन्छ। नभएर अहिले के भइरहेछ त भन्दाखेरि यो नेपालमा त्यो चाहिँ आइसोटोप, रेडियो आइसोटोप भन्ने छ, त्यो औषधि बन्दैन हुँदैन भन्ने थाहा पाएकोहरू चाहिँ के हुन्छन् भने इन्डिया जान्छ। यहाँ पर्खेर त हुँदैन। अब यहाँ आयो भने हाफ लाइफ भने नि, जो मैले 3-4 घण्टाको हाफ लाइफ हुन्छ त्यो चाहिँ 8 घण्टा लाग्यो भने हाफको हाफ हुँदै जान्छ फेरि है। त्यस कारणले त्यो चाहिँ एकदमै कुरा हो। यो एउटा उदाहरण चाहिँ दिएको हो।